म नेपाल थामी समाज केन्द्रको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट सेवा नमस्कार भन्न चाहन्छु। आज नेपाल थामी समाज केन्द्रले के गर्दैछ भन्ने कुरो यहाँहरूले नेपाल थामी समाज केन्द्रको फेसबुक आइडीमा हामीले प्रत्येक कामहरू राखिसकेका छौँ। यहाँहरूले प्रत्येक दिनको चाहिँ प्रत्येक महिनाको हामीले हरेक काम गरेर हामीले फेसबुक आइडीमा राखेका छौँ। यहाँले हेर्नु होला र पछिल्लो टाइममा मलाई साँच्चै एउटा गर्व लागेको छ। साँच्चै यो पछाडि 6औं अधिवेशनबाट म नेपाल थामी समाज केन्द्रको अध्यक्ष भए पछाडि साह्रै ऊर्जावान तरिकाले जिल्लाहरू चाहिँ नेतृत्व एकदम अब्बल हिसाबमा साँच्चै उदाउने पूजाहरू भव्य रूपमा मनाउनु भएको छ। म चाहिँ उहाँहरूलाई फेरि पनि जिल्लाका सम्पूर्ण अध्यक्ष र कार्य समितिलाई मेरो हृदयदेखि चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यसमा पनि आज दोलखाको चाहिँ हिजो 2025 वर्ष अगाडि चाहिँ जुन यो नेपाल थामी समाज केन्द्र चाहिँ स्थापना भएको थियो 25 वर्ष पछाडि पनि आज दोलखाले भवन बनाउन चाहिँ आज काम सुरु गरेको छ। किनभने एउटा लक पनि चाहिँदो छ। योभन्दा अगाडि धेरै अध्यक्षहरू आउनुभयो तर उहाँहरूले चाहिँ देखिने खालको काम त धेरै उहाँहरूले गर्नुभयो तर देखिने र ऐतिहासिक काम चाहिँ त्यस्तो केही हुन सकेको थिएन। आज वनबहादुर थामी जिल्ला अध्यक्ष हुँदै गर्दा एउटा त्यस्तो नेतृत्व पाउँदै गर्दा दोलखाली जनताले आज साँच्चै दोलखा जनताले चाहिँ 18,000 जनताले चाहिँ गौरवको चाहिँ आज भवन निर्माण गरेको छ, सुरु गरेको छ। यहाँहरू सबैले तन मनको साथ तपाईँ जहाँ जताबाट सुन्दै हुनुहुन्छ, युट्युब मार्फत हेर्दै हुनुहुन्छ, तपाईँ हामी आखिर तपाईँको सानो सहयोग 100 किन नहोस्, 1 लाख किन नहोस्, तपाईँको सानो सहयोगले पनि आज सानो 1ले थुकी सुकी 1000ले थुकी नदी भने जस्तै कृपया दोलखावासी मात्रै नभएर थामी समाजको सम्पूर्ण अनुरोध मेरो यही युट्युब च्यानलबाट चाहिँ म यहाँलाई 10 समाजोडी विन्ती गर्नेछु। तपाईँहरूको सानो सहयोगले पनि हाम्रो धेरै ठुलो काम बन्ने छ र आज यही युट्युब च्यानलबाट म नेपाल थामी समाज केन्द्रको अध्यक्षको तर्फबाट जिल्ला कार्य समिति दोलखाको भवन निर्माणको लागि 51,100 रुपियाँ चाहिँ मैले चाहिँ दिएको छु र तपाईँ हामी मर्दाखेरि के छोडेर जाने दार्जिलिङ जनसङ्घहरू तपाईँ हामीले कति कमायो होला। त्यसकारण केही कुरो दान धर्म पनि गर्नुपर्छ। हामीले आखिर खाजा खाएर 2-5 हजार रुपियाँ त्यत्तिकै उडेर जान्छ दार्जिलिङ जनसङ्घ। तपाईँहरू कमाएर मन बनाउनुहोस्। इतिहासमा हामीले साँच्चै गौरवशाली इतिहास लेख्नेछौँ। आखिर पैसा भनेको कुरो हेर्नुहोस् कसैले कमाएर कति गर्दा पनि पुग्दैन। दान धर्म भन्ने कुरो तपाईँहरूले चाहिँ इतिहाससम्म बाजे पुर्खाहरूले देख्नेछन्। र अर्को कुरो अहिले हामीलाई आज जुन वडा भेला यहाँ भयो, म 9 नम्बरको वडा अध्यक्षज्यू विशेष अतिथि हुनुहुन्छ। यहाँलाई मेरो एकदम विनम्र अनुरोध छ, कृपया यो थामी समुदायको लागि आज वडा गठन भयो। यहाँले वडा कार्यालय भवन निर्माणको गर्नको लागि मैले प्रपोजल ल्याउन पाइनँ। त्यहाँ कम्प्युटरमा रेडी छ। कृपया तपाईँको चाहिँ बजेट पनि छुट्याउने बेला भएको छ। तपाईँले कति सक्नुहुन्छ, तपाईँले सक्ने जति थामी समुदायको लागि हजुरले पक्कै कमल हृदयको मान्छे हुनुहुन्छ। कृपया वडा कार्यालय भवनको लागि तपाईँले केही बजेट छुट्याइदिनुहुन्छ भने मैले पूर्ण आशा लिएको छु। कृपया प्लिज आइन्दा दिनमा जसरी आज वडा कार्यालयले चाहिँ यो चाहिँ भिमसेन नगरपालिका वडा नम्बर 9 वडा कार्यालय जुन गठन भएको छ, आउने दिनमा म यही ठाउँमा यही देशमा फेरि पनि आउँदाखेरि आदरणीय अभिभावक हाम्रो अभिभावक हुनुहुन्छ, हाम्रो वडा अध्यक्षज्यू यति पैसा छुट्याएर आज हामी ग्राउन्ड खाँदैछौँ र हामीले चाहिँ ग्राउन्डको लागि फलाउने जग्गा उपलब्ध गराउनुभयो। त्यो भवन निर्माण गर्नको लागि हाम्रो वडा अध्यक्षज्यूले चाहिँ भवन के अरे बजेट छुट्याइदिनु भयो भनेर सुन्न पाऊँ कृपया। र मैले हाम्रो मेयर साहबलाई चाहिँ एउटा चाहिँ भन्नै पर्ने थियो, उहाँ गइसक्नुभयो। अलिकति मलाई कता कति लागेको छ पोहोरको वर्ष हाम्रो थामी भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको लागि केही बजेट छुट्याइदिनुहोस् न हजुर भनेर पुरै यसै उसबाट भनेको थिएँ।
2 लाख रुपियाँ। उहाँले आफैले भन्नुभयो भीमेश्वर नगरपालिका 1 मा चाहिँ 73% स्थानीय समुदाय छन् रे। यहाँ चाहिँ चौथो यो भीमेश्वर नगरपालिका पुरैमा चाहिँ चौथो अङ्गमा पर्छन् रे। तपाईँ कार्यपालिका सदस्य यहीँ हुनुहुन्छ, वडा अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँलाई बुझाइदिनु होला कृपया। आउँदो बजेटमा मैले 35 लाख रुपियाँको बजेट पठाएको छु, माधवजी वडा अध्यक्षलाई पठाएको छु। आउँदो दिनमा अर्कोचोटिको यो ठाउँमा मैले आएर घोषणा गर्दाखेरि पाठ्य पुस्तक तपाईँकै हातबाट विमोचन गर्नुपर्छ। किनभने बिगु गाउँपालिकाले र कालिम्पोङ गाउँपालिकाले चाहिँ बजेट छुट्टै सक्नु भएको छ। हाम्रो पाठ्य पुस्तक बनिसकेको छ। यो भीमेश्वर नगरपालिकाले पनि तपाईँहरू कार्यपालिकाबाट चाहिँ त्यो कृपया त्यो बजेट छुट्याइदिनुहुन्छ भने फेरि पनि तपाईँहरूलाई मैले विनम्र अनुरोध गर्दैछु। अर्को कुरो, मैले बिगु गाउँपालिका वार्ड नम्बर 8 को वडा भेला र उभौली पर्वमा कालिम्पोङ गाउँपालिकाका उपाध्यक्ष अध्यक्ष र त्यहाँका चाहिँ शिक्षा समितिका संयोजकलाई मैले ध्यान आकर्षण गराएको थिएँ। तपाईँले भन्नुभयो रे, तपाईँले चाहिँ मेरो त्यो उल्थालाई चाहिँ अलिकति बङ्गाइदिनु पऱ्यो। 10 लाख रुपियाँ तपाईँले फेरि पनि सुन्नु होला। तपाईँले 10 लाख रुपियाँ बजेट छुट्याइदिनु भएको थियो तपाईँको पाठ्यक्रम र पाठ्य पुस्तकको लागि। 10 लाख मध्ये 7,50,000 रुपियाँमा हामीले पाठ्य पुस्तक र पाठ्यक्रम 1 देखि 8 सम्मको र पाठ्य पुस्तक 1 देखि 4 सम्मको तयार गरेर तपाईँलाई दिएको थियो र 2,50,000 पैसा चाहिँ तपाईँकै खातामा चाहिँ फिर्ता पठाएको थियो। त्यो किनभने शिक्षा संयोजकज्यूले फेरि पनि सुन्नु होला, तपाईँको काम होइन त्यो पुस्तक छाप्ने काम चाहिँ हाम्रो भन्नुभएको थियो। पोहोर तपाईँलाई त्यो बजेट चाहिँ मैले पोहोरको वर्ष चाहिँ 2,50,000 तपाईँहरूको खातामा फिर्ता पठाएको थियो बजेट त्यो किताब छाप्नको लागि। तपाईँ अहिले तपाईँहरूको थामी समुदायबाट शिक्षकहरू त्यहाँ तयार हुनुहुन्छ। उहाँहरूले बिना किताब एकदम कठिनको साथ पढाइराख्नु भएको छ। आज 1 वर्ष बितिसक्यो। प्लिज त्यो किताब कहाँ राख्नु भएको छ? तपाईँले किन छाप्नु भएन? मैले फेरि पनि तपाईँलाई मेरो यो युट्युब च्यानल भरे म तपाईँलाई यो युट्युबमा हाल्छु, तपाईँले सुन्नु होला। यो दोस्रोचोटि हुँदैछ। अर्को यो बजेटमा, यो आउँदो बजेटमा तपाईँले चाहिँ त्यो पुस्तक छाप्नु भएन भने खबरदार। हामी चाहिँ 58% कालिम्पोङ गाउँपालिकामा थामी समुदाय छौँ। त्यो तपाईँले पुस्तक हामीले पढ्न पाइनौँ भने तपाईँको कालिम्पोङ गाउँपालिकामा ताला लाग्नेछ। कृपया त्यो कुरो तपाईँ हेक्काउनुहोस्। हामीले चाहिँ संस्कार संस्कृति, हाम्रो भाषा लोप हुँदैछ, संस्कार संस्कृति हराउँदै गए भनेर हामीले पटक तपाईँहरूलाई चाहिँ हामीले भन्दै गर्दा के हामीले हाम्रो संस्कार संस्कृति बचाउनको लागि हाम्रो पुस्तक छाप्नलाई तपाईँहरूसँग राज्यको बजेट नआउँदाखेरि तपाईँहरूसँग चाहिँ झगडै गर्नुपर्ने, तपाईँहरूसँग चाहिँ हामीले कुटामारी गर्नै पर्ने। त्यसकारण हेक्कारोस्। सेकेन्डचोटि भयो तपाईँले 35 लाख रुपियाँको बजेट चाहिँ 4 देखि 8 सम्मको पाठ्य पुस्तकको लागि छुट्याएर तपाईँलाई मैले प्रपत्र पठाएको थिएँ। तपाईँलाई पटक त्यो पठाएँ, तपाईँले त्यो सुनाइ गर्नु भएन। यो पल्ट पनि त्यो राखिदिनु भएन। किताब त छाप्नु भएन। अब 4 देखि 8 सम्मको त हामीले हरेक ठाउँमा भन्दै आयौँ कालिम्पोङले हामीलाई यति पैसा हालिदियो, उति पैसा हालिदियो, तपाईँहरूले हामीले वर्णन गऱ्यौँ, यसै गरी ठाउँमा भाषण गऱ्यौँ। के उपलब्ध भयो त? कृपया आज तपाईँकै आलोचना गर्नु पर्यो। योभन्दा बढी आलोचना गर्नु नपरोस्। म तपाईँलाई यति भने अहिले अर्को कुरा, केही साथीहरूले अहिले जिल्ला कार्य समिति दोलखाको भवनको विषयमा अलिअलि केही नकारात्मक देख्नु भएको छ। तपाईँहरू केही थामी समुदायको केही साथीहरूलाई कान खोलेर सुन्नु होला। ऐतिहासिक काम हुन लागेको छ। तपाईँले त्यसलाई यसो त्यसो खुट्टा तान्ने कृपया नगर्नु होला। तपाईँहरूको पालामा तपाईँहरू पनि अध्यक्ष हुनुभएको थियो र हामीले केही काम गर्नु लागेका छौँ। योभन्दा अध्यक्षज्यूहरूले अग्रज अध्यक्षज्यूहरूले के गर्नु थाहा छैन। तपाईँले प्लिज त्यो कुरा त्यही राख्नु होला। योभन्दा अगाडि बढाउनु भयो भने त्यस पछाडि केन्द्रले चाहिँ अर्कै भाष्य निर्माण गर्नुपर्छ। जति गर्नुभयो त्यतिमै राख्नु होला कृपया। म चाहिँ हाम्रो अहिले कार्य समिति चाहिँ यो के केन्द्रमा केही
नतान्नु होला। मेरो यही क्षतिचन्द्र भूमिथानको यो प्राङ्गणबाट तपाईँलाई 10 बिन्ती गरेँ। सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्नुहुन्न विरोध नगर्नुहोस्, सक्नुहुन्न भने तपाईँहरू विरोध कृपया नगर्नुहोस्, आलोचना गर्नुहोस्, जति आलोचना खप्नु पनि तयार छ। तर ती बिचरा गुम्रोमा ती हरिकोठा थामीलाई अफवाह फैलाएर तिनीहरूलाई चाहिँ नराम्रो कुरा भनेर तिनीहरूलाई अफवाह नफैलाइदिनुहोस्। हामी चाहिँ केही कुरा गर्न आएका हौँ, हामी गर्नेछौँ कृपया। र कुरा गर्न धेरै बाँकी छ, किनभने म पनि काठमाडौँ पुग्नुपर्ने छ। मेरो पनि आउने क्रममा बिहान अलिकति गाडी बिग्रेको छ, धेरै कुरा बाँकी छ गर्नुपर्ने। यहाँ तपाईँहरूको चाहिँ माझमा धेरै कुरा थियो, तर यो समयको अभावले अहिले तपाईँको 6 बजिसक्यो, काठमाडौँ पुग्नुपर्छ। तपाईँहरूको प्राङ्गणमा यहाँ कुमार सरले चाहिँ यो जुन अहिले 3 वर्ष भयो, म 2 वर्ष भयो यहाँ आएको, हामी समयको प्रगति देख्दा मलाई साह्रै खुसी लागेको छ। किनभने म लास्टसम्म आज अलिअलि बेलासम्म बसेको छु, किनभने यहाँको अवस्था हेर्नको लागि। हेर्नुहोस् त, फोहोर गरे आखिर के हुँदो रहेछ। बिहान म आउँछु, यहाँका सूर्यवासी सम्पूर्ण थामी समुदायलाई मेरो विनम्र अनुरोध पनि छ, कृपया। उहाँ भनेको एउटा अप्पर व्यक्ति हो। उहाँ बिहान एक्लै चाहिँ यहाँ एउटा उहाँ क्याम्प लाउने भएर सरले चाहिँ बिहान टाँस्दै हुनुहुन्छ। यत्रो सूर्यवासी हुनुहुन्छ होला, कमसेकम एकले अर्कालाई साथ त दिनुहोस् न, कृपया प्लिज साथ दिनुहोस् न। यस्तो हेर्नुहोस्, पोहोर कस्तो थियो र अहिले हेर्नुहोस्, पोहोर त्यहाँ हिउँदोमा बसेर चाहिँ हामीले केही हाम्रो मन्तव्य दिनु पाएको थियौँ। आज यहाँ देशमा यति राम्रो ठाउँ आदरणीय कुलमान सर तपाईँलाई कुल भूमिदेवाले क्षतिचन्द्र भूमिले तपाईँको फलोस हृदयदेखि नै नेपाल थामी समाज केन्द्रको तर्फबाट तपाईँलाई कोटी कोटी नमस्कार गर्न चाहन्छु। एक्लै गर्नुहोस्, तर तपाईँले जे गर्नुभएको छ हिम्मतको साथ गर्नुभएको छ, तपाईँलाई फेरि पनि मेरो धन्यवाद। तपाईँ अहिले मलाई अस्ति फोन गरेर भन्नुभयो अहिलेको वर्ष 3 वर्ष पुर्याउने हो रणबहादुर सर, कार्यक्रम आगोदेखि त के हुन्छ म भन्न सक्दिनँ, कृपया प्लिज। यति राम्रो माहौल गर्नुभएको छ तपाईँले त, दोलाखाँचीलाई एकदम उत्कृष्ट कार्यक्रम गर्नुभएको छ। तपाईँको होस्टेलमा अहिले हामी छौँ त, के गराउनुहुन्छ तपाईँलाई? के चाहियो, आर्थिक रूपमा चाहियो कि भौतिक रूपमा चाहियो, नौकरीको रूपमा चाहियो कि हामी तयार छौँ। तपाईँ यस्तो ऊर्जाशील चाहिँ व्यक्तिहरू उत्पादन गर्नुभएको छ, कृपया तपाईँहरूले उहाँलाई साथ सहयोग गर्नु होला। यस्तो मान्छे पाइँदैन। समाज सेवा गर्नु त्यति सजिलो छैन, समाज सेवा गर्नु त्यति सजिलो छैन। कृपया उहाँले खाइ नखाइ दुःख कष्ट गरेर चाहिँ समाज सेवा गर्नुभएको छ, उहाँलाई हस्टेलमा हैसै गर्नुहोस्। अन्तिममा जाँदै कृपया म के भन्छु भने, मलाई पछाडिको चाहिँ थामी समुदायकै बुद्धिजीवी भन्ने साथीहरूले यो रणबहादुर थामी त खालि एमालेको कार्यक्रममा जान्छ, अहिले थामी समुदायले एमाले गठन गरेको छ, एमालेको कार्यक्रममा जान्छ भन्नुभएको छ। कृपया हेक्कारोस्, म नेपाल थामी समाज केन्द्रको अध्यक्ष हो, म कुनै जातिवादी पार्टीवादी होइन, म संस्थाको अध्यक्ष हो। एमाले बोलाइन जान्छु, काङ्ग्रेसले बोलाइन जान्छु, राप्रपाले बोलाइन जान्छु, समाजवादीले बोलाइन जान्छु, जता पनि जान्छु। उहाँहरूले कार्यक्रम गर्नुहुन्छ, मलाई बोलाउनुहुन्छ, म जान्छु। तपाईँलाई पेट पर्यो, तपाईँलाई पेट पर्यो भने पेट पोल्नै दिनुहोस्, पानी खानुहोस्। पेट पर्यो भने जान्दा कार्यक्रम हुन्छ, देशव्यापी रूपमा म घुम्छु। म कनपुर गएँ, सर्लाही गएँ, भोजपुर गएँ, के अरे इलाम गएँ, झापा जहाँ गएँ, सबै ठाउँमा जान्छु। तपाईँलाई पेट पोलिराख्नुहोस्। मैले त्यस्तो चाहिँ पार्टीगत रूपमा काहीँ पनि गरेको छैन। यदि पार्टीगत गरेँ भने म के सधैँ गएको छु, केन्द्रीय अध्यक्ष हुँदै गर्दा म सधैँ पुग्न तयार छु। तर तपाईँले त्यसरी कृपया ढोका नाङ्गा तिर्खा हलिकोठाला ती चाहिँ बिचरा ढोका नाङ्गा चाहिँ जनतालाई अफवाह नफैलाइदिनुहोस्, कृपया। फेरि पनि तपाईँलाई भन्दै जाँदै फेरि पनि यो 2082 को उँभौलीको चाहिँ क्षतिचन्द्र भूमिथानमा सम्पूर्ण चाहिँ यो कमिटीलाई मेरो हृदय आत्मादेखि चाहिँ